नमस्ते साथी जोडले फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। अहिले चाहिँ म जाँदैछु घाँस काट्नुको लागि भनेर। हामी चाहिँ घाँस काट्नु दुईजना जाने, दिदी र म। दिदी चाहिँ वहाँ अघि नै आएको थियो कि कोदो टिप्नु छ अरे नि त, त्यही भएर अघि नै आएको थियो दिदी चाहिँ। अहिले दिदी चाहिँ उहाँ छ, कोदो टिप्दैछ दिदी र बिहान चाहिँ। दिदी आएपछि जाने हामी पनि घाँस काट्नु। म यहीँनिर रोकिराख्छु, त्यही भएर घाँस काट्नु जाने हो। के गर्नु साथीहरू, गाई बाख्रा छ, घाँस त काटिहाल्नुपर्छ के अरे। अहिले चाहिँ दिदी पनि आइसक्यो साथीहरू। अब चाहिँ हामीहरू जानु लागेको घाँस काट्नुलाई। हामी चाहिँ अहिले आएर पनि घाँस काट्दैछौँ साथीहरू। यो घाँस यो टोकेको हेर्नु साथीहरू, टोक्दैछ मजाले। साला कुकुर भएको थियो सुँगुरले। हो तँलाई हामीले चाहिँ घाँस काटेर पनि अहिले भारी लगाइसक्यौँ साथीहरू। अब जाने हो, डेरी भइसक्यो, फटाफट जाने, रात परिसक्यो। यो दिदीको भारी साथीहरू। अब चाहिँ हामी फटाफट जानुपर्छ, नभए भने यहीँ रात पर्छ। गएर अब भाषा पनि बनाउनुपर्छ कि साथीहरू। अब चाहिँ म यहीँ गर्न चाहन्छु। बाई बाई।